नमस्कार। यो नेक्सस फर युथ इम्प्लोइमेन्टको केसमा म कुरा गर्न चाहन्छु। यो नेक्सस भनेको जालो हो, अन्तर्सम्बन्ध हो युवा रोजगारीका अथवा आन्तरिक रोजगारीमा युवालाई सहभागिता गराउनलाई हामीले के कस्ता विषयवस्तुहरूको अन्तर्सम्बन्ध रहने गर्दछ। फ्याक्टर्स भनेको कस्तो विषय हो भने जस्तै हाम्रो रोजगारीमा कारक तत्त्वहरू के रहेका छन् त। जस्तै नेपालको रोजगारीको परिवेशमा हेर्नुपर्ने भयो भने सबभन्दा ठुलो यहाँको हाम्रो शिक्षा र सिप बीचको तालमेल नरहेको अवस्था छ। त्यही भएर स्वरोजगारमा जानलाई पुँजी र प्रविधिमा पहुँच कमी भएको अवस्था छ। जनसाङ्ख्यिक हाम्रो जुन अवस्था छ अहिले जनसाङ्ख्यिक जुन लाभको अवस्था रहेको छ त्यो सीमित अबको सीमित 25-26 वर्ष मात्र रहने अवस्था छ। हाम्रो भौगोलिक बनावटले रोजगारीलाई फरक पारिराखेको अवस्था हुन्छ भने लैङ्गिक समानताले पनि यो युवा रोजगारीमा फरक पारिराखेको हुन्छ भने अन्य समग्र श्रम बजारको माग र आपूर्तिले पनि यो युथ इम्प्लोइमेन्टलाई फरक पारिराखेको अवस्था हुन्छ। त्यसपछि यो समग्र नेपालको लेबर एन्ड इम्प्लोइमेन्ट सेक्टरलाई चलायमान राख्नलाई हामीले 5 वटा कम्पोनेन्टमा चाहिँ एकैचोटि इन्टरलिङ्केज गरेर अगाडि बढ्न सक्यो भने मात्रै यो रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ अथवा नेपालको श्रम बजारलाई सन्तुलित र स्थिर बनाउन सकिन्छ। एक्टर्स यो भनेको हाम्रो कारक तत्त्वहरू के हुन् त अहिलेको नेपालको रोजगारीको परिसिर्जना गर्ने परिवेशमा भन्नु पर्दाखेरि हाम्रो सबभन्दा पहिला त पोलिसी मेकरले पोलिसी बनाउँदाखेरि कस्तो पोलिसी बनाउनु पर्छ, युवालाई कुन सेक्टरका रोजगारीमा आबद्ध गर्नुपर्छ भन्ने हिसाबले यसमा भूमिका खेल्नुपर्ने हुन्छ भने अर्को जब सिकर रोजगारीको खोजीमा रहेका व्यक्ति पनि यसको मुख्य एक्टर हो। उनलाई कुन किसिमको रोजगारीमा रुचि रहेको भन्ने देखाउँछ। अर्को भनेको इम्प्लोयर्स जसले रोजगारी सिर्जना गर्ने हो र जब सिकरलाई रोजगारी उपलब्ध गराउने काम गर्छ। जब सिकरको पनि ठुलो एक्टर्सको रूपमा रहेको हुन्छ। त्यसपछि हाम्रो सपोर्ट मेकानिजम रोजगारी सिर्जनामा अथवा सिप विकासका प्रक्रियामा अथवा समग्र श्रम बजारलाई गतिशील बनाउने सिलसिलामा के कस्ता सपोर्ट मेकानिजमहरू रहन्छ, के कस्ता सपोर्ट सर्भिसेसहरू हुन्छ, ती सपोर्ट सर्भिसेसहरूको पनि ठुलो भूमिका रहेको हुन्छ। त्यस्तै सेक्टर्स अब हामीले रोजगारी सिर्जना गर्नलाई कुन सेक्टरमा रोजगारी सिर्जना गर्ने, एग्रिकल्चर सेक्टरमा गर्ने कि म्यानुफ्याक्चर सेक्टरमा गर्ने कि टुरिज्म सेक्टरमा गर्ने अथवा कि सर्भिस सेक्टरमा गर्ने अथवा कुन इकोनोमीमा हामीले अब काम गर्नुपर्ने हो, ग्रीन इकोनोमीमा काम गर्ने हो कि डिजिटल इकोनोमीमा काम गर्ने हो कि हामीले अन्त कुनै केयर इकोनोमीमा काम गर्नुपर्ने हो अथवा कुन इकोनोमीमा हामीले काम गर्नुपर्ने हो, त्यो सेक्टर हामीले पहिल्यै पहिचान गर्नुपर्ने हुन्छ। त्यसपछि स्टेक होल्डर रोजगारी सिर्जना गर्नलाई विभिन्न स्टेक होल्डर्सहरूको पनि अहम भूमिका रहेको हुन्छ। जस्तै हाम्रो एनजिओ, आइएनजिओज, त्यसपछि हाम्रो फेडरल गभर्नमेन्टमा रहेका तहगत सरकारहरू, निजी क्षेत्रहरू, तालिम प्रदायक संस्थाहरू, ट्रेड युनियन्सको, इम्प्लोयर्स फेडरेसनको कुरा हुन्छ, कम्युनिटीका कुरा हुन्छ। यी सबै स्टेक होल्डर्सहरूको के भूमिका रहने गर्दछ भने एउटा श्रम बजारलाई गतिशील बनाउनलाई रोजगारी सिर्जनाको प्रक्रियामा यी 4 वटा र अर्को सिस्टम हाम्रो रोजगारी सिर्जनामा नीतिगत कुराहरू के रहेका छन्, संस्थागत संरचना कस्ता रहेका छन्, हामीले कुन पद्धति, कुन प्रक्रिया र कुन संरचना मार्फत रोजगारीका अवसरहरू सिर्जना गर्छौँ अथवा रोजगारीलाई श्रम बजारमा माग र आपूर्ति बीचको सन्तुलन बनाउने कामलाई हामीले इन्टरलिङ्केज गर्न सक्यो भने मात्र नेपालको अथवा जुनसुकै देशको रोजगारीलाई गतिशील बनाउन सकिन्छ। त्यसैले भन्छ यो इम्प्लोइमेन्ट, युथ इम्प्लोइमेन्ट अथवा इम्प्लोइमेन्ट सेक्टरको केसमा हामीले यी 5 वटा सेक्टरहरूलाई एकैचोटि परिपूरक रूपमा परस्पर सम्बन्धित रूपमा बनाएर अगाडि बढ्यो भने हामीले नेपालको रोजगारीको सेक्टरलाई सुधार गर्न सकिन्छ। यसमध्ये कुनै पनि एउटा सेक्टरले काम गर्न छोड्यो भने श्रम बजारले असन्तुलनमा बनाउन सक्छ, अस्थिर बनाउन सक्छ भन्ने यहाँनिर देखाउन खोजिएको छ। त्यसपछि अहिले अब हामी युथको कुरा गरिराख्दाखेरि नेपालमा अहिले भर्खरै राष्ट्रिय युवा नीति जारी भएको छ 82। त्यसमा 18 देखि 35 वर्ष उमेर समूहका व्यक्तिलाई युवा मानिएको छ भने त्यो राष्ट्रिय युवा नीतिले आधार मानेर जाने हो भने 18 देखि 35 वर्ष उमेर समूहका कुल जनसङ्ख्याको 30.10% जनसङ्ख्या रहेको छ भने हामीले 16 देखि 40 वर्षको अवधिले मानेर जाने हो भने 42.56% युवाको जनसङ्ख्या रहेको देखिन्छ। त्यसपछि हाम्रो नेपालको परिवेशमा नेपालको इकोनोमिक स्ट्रक्चर हेर्ने हो भने 81% मोटामोटी 82% जतिको रोजगारी इन्फर्मल अनौपचारिक अर्थतन्त्रमा रहेको देखिन्छ। अहिलेको जेनजी पुस्ताले सबभन्दा बढी अनइम्प्लोइमेन्ट रेट
भोग्नु परेको अवस्था छ। जेनजी पुस्तामा सबभन्दा बढी बेरोजगारी दर रहेको अवस्था छ। 15 देखि 24 वर्षभित्रको उमेर समूहमा यो सबभन्दा बढी देखिएको अवस्था छ। त्यस्तै यो हामी ग्लोबली कुरा गरिराख्नु पर्दाखेरि विश्वको हरेक 5 जना मध्ये 1 जना युवासँग कुनै किसिमको सिप छैन, कुनै किसिमको तालिम छैन र कुनै प्रकारको रोजगारीमा आबद्ध नरहेको अवस्था छ। यो ग्लोबली पपुलेसनको 20.4% हुन आउँछ। त्यस्तै यो नेपालमा यसको सिनारियो हेर्ने हो भने यो 58.5% युवाहरूसँग कुनै किसिमको शिक्षा, सिप अथवा रोजगारीमा नरहेको तथ्याङ्कले देखाउँछ भने नेपालको बेरोजगारी दरलाई हेर्ने हो भने अहिले यो नेशनल लिभिङ सर्वे अनुसार हामीले 12.6% बेरोजगारी रहेको अवस्था छ। यो 1994-95 मा 7.9% रहेको बेरोजगारी कन्टिन्युअसली 12.6 सम्म बढ्दै आएको अवस्था रहेको देखिन्छ। अब म थोरै यहाँ तथ्याङ्कको कुरा गर्छौँ। सामान्य तथ्याङ्क हामीसँग काम गर्ने उमेरका जनशक्ति टोटल 71.7% रहेका छन् भने 37.1%ले श्रम शक्ति हाम्रो श्रम बजारमा रहेको छ भने यसको रोजगारीमा रहेको टोटल 84.4% हो र बेरोजगार भनेको 12.6% रहेको छ, जसमध्ये कृषि क्षेत्रमा 4.6% र गैर कृषि क्षेत्रमा 95.4% यसरी रहेको हो। यो तथ्याङ्क नेपालको मानव पुँजीको समीक्षा भन्ने तथ्याङ्कबाट हामीले लिएका छौँ। विश्व बैंकले भर्खरै जारी गरेको तथ्याङ्कबाट लिएका छौँ। अब की डाइमेन्सन अफ युथ इम्प्लोइमेन्ट नेक्सस, यो विषयमा हामीले कुरा गरिराख्दाखेरि सबभन्दा मुख्य कुरा पोलिसी एन्ड गभर्नेन्स नै हो। राज्यले कसरी रोजगारीका कुराहरूलाई, रोजगारीका क्षेत्रलाई हामीले डाइभर्स गरेर अगाडि बढ्न खोज्छ, त्यो कुरा नै मुख्य कुरा रहेको अवस्था छ। यस विषयमा हामी डाक्टर साहबसँग विशेष छलफल गर्ने नै छौँ। त्यसपछि अर्को यो हाम्रो मेन डाइमेन्सनको रूपमा अर्को लेबर मार्केटको डिमान्ड पनि रहेको छ, माग के रहेको छ र भविष्यमा कुन कामको आवश्यकता पर्ने रहेको छ, यो कुराले पनि लेबर मार्केटले अथवा युथ इम्प्लोइमेन्टलाई करिब करिब इम्ब्यालेन्स गरिराखेको अवस्था हुन्छ। अर्को एजुकेसन एन्ड स्किल, यसले पनि ठुलो भूमिका खेलिरहेको हुन्छ। हामीसँग भएको एकाडेमिक क्वालिफिकेसन र भोकेसनल ट्रेनिङ, एकाडेमिक क्वालिफिकेसन हुन्छ, हामी नेपाली युवाहरू 73% प्रमाणपत्रधारी शिक्षा हासिल गरेका छौँ भने भोकेसनल ट्रेनिङ लिएको अवस्था एकदमै न्यून रहेको अवस्था छ। त्यस्तै इम्प्लोइमेन्ट एजेन्सी र सपोर्ट सर्भिसेस, अब एउटा युथलाई लेबर मार्केटमा प्रवेश गर्नलाई कुन कुन इम्प्लोइमेन्ट एजेन्सिजहरूले सपोर्ट सर्भिसेस दिइराखेको छ त, रोजगार सेवा प्रदान गरिराखेको अवस्था छ, त्यो कुराले पनि युथ इम्प्लोइमेन्टलाई इम्प्याक्ट गरिराखेको अवस्था हुन्छ र इन्टरप्रेनरसिप र इनोभेसनमा युथ इम्प्लोइमेन्टहरूलाई कसरी जोड्न सक्ने त्यो विषयमा हामी चुकिराखेको अवस्था छ। अर्को प्राइभेट सेक्टरसँग भएको जुन स्रोत साधन छ त्यसले हामीले इङ्गेज गर्न सकिराखेका छैनौँ, लेबर मार्केटसँग जोड्न सकिरहेका छैनौँ, यी कुराहरूलाई कसरी जोड्ने होला। अर्को सेक्टरल इम्प्लोइमेन्टको कुरा छ, जुन कन्स्ट्रक्सनमा ह्युज नम्बरमा अहिले पनि रोजगारीका अवसरहरू छ, टुरिज्म सेक्टरमा ह्युज नम्बरमा रोजगारीका अवसरहरू क्रिएट गर्ने सम्भावना छ, कृषि क्षेत्रमा पनि त्यस्तै देखिन्छ, सर्भिस सेक्टरमा पनि त्यस्तै देखिन्छ। यी सेक्टरलाई कसरी हामीले एकीकृत गरेर अगाडि बढ्न सकिन्छ। अर्को माइग्रेसन एन्ड मोबिलिटी, यी सेक्टरहरूमा समेट्न नसकेका हाम्रा नेपाली दाजुभाइ दिदीहरूलाई माइग्रेसन र मोबिलिटीले कसरी सेफली बनाउन सकिन्छ भन्ने विषयमा हामी यो मेन डाइमेन्सनको रूपमा रहेको छ। अर्को नेपालको युवा जनशक्तिसँग के कस्ता अवरोधहरू रहेका छन् त, सबभन्दा पहिलो त यो ल्याक अफ स्किल रहेको छ, स्किलको मिसम्याचको छ, अन्डर स्किलिङको समस्या रहेको देखिन्छ भने त्यसपछि ल्याक अफ वर्क एक्सपिरियन्स, हामीसँग कामको अनुभव पनि छैन र लिमिटेड वर्क एक्सपिरियन्स पनि रहेको अवस्था देखिन्छ। त्यसपछि इकोनोमिक ट्रेन्ड्स, नेपालको इकोनोमिक ट्रेन्ड्सले पनि यो युथ इम्प्लोइमेन्टलाई फरक पारिराखेको अवस्था छ। अहिलेको वर्तमान इकोनोमिक ट्रेन्ड्सलाई हामीले हेर्ने हो भने एग्रिकल्चरबाट इन्डस्ट्रियल उद्योग क्षेत्रमा सिफ्ट गर्नुपर्ने ठाउँमा एग्रिकल्चर सेक्टरबाट एकैचोटि सेवा सेक्टरमा प्रवेश गरिसकेको इकोनोमिक ट्रेन्ड्स हो नेपालको अहिलेको। त्यसपछि हामीसँग लिमिटेड जब अपर्च्युनिटिज पनि छ, हामीसँग रोजगारीका अवसरहरू एकदम सीमित अवस्थामा रहेको अवस्था छ। त्यस्तै हामीसँग लिमिटेड एक्सेस टु लेबर मार्केट रहेको अवस्था छ। श्रम बजारमा हाम्रा नेपालका युवा शक्तिहरूको श्रम बजारमा पहुँच एकदम लिमिटेड रहेको अवस्था छ, सहज पहुँच प्राप्त गर्न सकिरहेको अवस्था छैन। अर्को लिमिटेड एक्सेस टु क्यापिटल रहेको छ, उद्यमी बन्नलाई, स्वरोजगारमा जानलाई एक्सेस, पुँजीको एक्सेस एकदम न्यून रहेको छ, ब्याङ्किङ पहुँच एकदम न्यून रहेको छ। यी कुराहरूले युथ इम्प्लोइमेन्टमा एउटा ब्यारियरको रूपमा रहेको देखिन्छ। अब नेपालमा
युथ इम्प्लोइमेन्टको मेजर अपर्च्युनिटिज एरिया के रहेका छन् त? सबभन्दा मुख्यतया त एग्रिकल्चर सेक्टर नै मुख्य हाम्रो जब अपर्च्युनिटीको एरिया रहेको छ। एग्री बिजनेसेसको रूपमा हामीले अगाडि बढाउन सकिन्छ। अर्को कन्स्ट्रक्सन एरिया, हामीसँग करिब 20 लाख जतिको हाराहारीमा जनशक्ति स्किल्ड पर्सन हामीले खाँचो रहेको अवस्था छ कन्स्ट्रक्सन एरियामा। त्यस्तै टुरिज्म अनि हस्पिटालिटीमा पनि अथाह या कम्तीमा पनि 2 देखि 5 लाखको हाराहारीमा हामीसँग जब अपर्च्युनिटी क्रिएट गर्न सक्ने क्षमता रहेको छ र त्यसमा उच्च हाई माग पनि रहेको छ। आईटी को सेक्टरमा, डिजिटल इकोनोमीको सेक्टरमा हामीले अपूर्ण एकदम सम्भावनाहरू रहेको छ, प्रचुर सम्भावनाहरू रहेको अवस्था छ। त्यस्तै हामीसँग म्यानुफ्याक्चरिङ र इन्डस्ट्रिजमा, जब हामी एग्रिकल्चरमा एग्री बिजनेसमा लगानी गर्छौँ भने म्यानुफ्याक्चरिङ र इन्डस्ट्रिज एरिया पनि फस्टाउँदै जाने हो र त्यता पनि हामीले थप जबका अपर्च्युनिटीहरू क्रिएट गर्न सकिन्छ। अर्को सर्भिस सेक्टर, सेवा प्रदायकहरू पनि एकदम अथाह रूपमा हामीले सर्भिस सेक्टरमा जब अपर्च्युनिटिजहरू क्रिएट गर्न सक्छौँ। हामीले अहिले लो स्किल लेभल भएको कारणले गर्दा यो सर्भिस सेक्टरमा अधिकांश बङ्गलादेश र भारतीय मूलका दक्ष जनशक्तिहरूको वर्चस्व रहेको अवस्था देखिन्छ। त्यसरी यो अर्को अपर्च्युनिटिज एरियाको रूपमा ब्याङ्किङ एन्ड फाइनान्स इन्स्टिट्युसनमा पनि अथाह अपर्च्युनिटीहरू, जब अपर्च्युनिटिजहरू रहेको देखिन्छ। यसमा पनि हामीले विभिन्न किसिमका अपर्च्युनिटिजहरू क्रिएट गरेर अगाडि बढ्न सक्ने सम्भावना रहन्छ। र लास्टमा यता हामी यी सेक्टरहरूमा जबमा हामीले प्लेसमेन्ट गर्न नसकेको अवस्थामा हामी अगाडि फोरेन इम्प्लोइमेन्टको अवस्था पनि प्रचुर सम्भावना रहेको देखिन्छ। अब नेपालको युथ इम्प्लोइमेन्टलाई अथवा रोल अफ स्टेक होल्डर, हामीलाई कुन स्टेक होल्डरको के भूमिका हुनुपर्छ भन्दाखेरि सबभन्दा पहिला त गभर्नमेन्ट र पोलिसी मेकरहरूले नेपालको लेबर मार्केट सुहाउँदो नीति बनाइदिनु पर्ने हुन्छ अनि संरचना बनाइदिनु पर्ने हुन्छ। र अर्को भनेको एजुकेसन इन्स्टिट्युसनलले उद्योग व्यवसाय अथवा सेवा क्षेत्रका अथवा श्रम बजारको डिमान्ड, माग र आवश्यकता अनुसारको पाठ्यक्रमहरू, समसामयिक, व्यवहारिक र श्रम बजार मैत्री पाठ्यक्रमहरू निर्माण गरेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने हुन्छ। त्यस्तै इम्प्लोयर र प्राइभेट सेक्टरले, यिनीहरूले पनि, प्राइभेट सेक्टर र इम्प्लोयरहरूले पनि आफूसँग भएको डिमान्डहरूलाई लेबर मार्केटमा कसरी पहुँच पुर्याउने भनेर अहिलेको जुन हाम्रो वर्तमान श्रम संसार जुन डाटाबेस आएको छ त्यस मार्फतबाट यिनीहरूले पहुँच सार्वजनिक सूचना सार्वजनिक गर्नुपर्ने हुन्छ, ताकि एउटा रोजगारीको खोजीमा रहेका बेरोजगार व्यक्तिको सहज पहुँच कायम गर्न सकोस्, सहज रोजगारीमा पदस्थापन हुन सहजता प्राप्त गर्न सकोस् भन्ने एउटा स्टेक होल्डरको रूपमा रहेको छ। अर्को फाइनेन्शियल इम्प्लोइमेन्ट सर्भिस सेन्टर पनि एउटा ठुलो स्टेक होल्डरको, श्रम बजार सहज पहुँचका लागि इम्प्लोइमेन्ट सर्भिस सेन्टरले पनि विभिन्न किसिमका रोजगारमूलक सेवाहरू प्रवाह गरेर बेरोजगार व्यक्तिहरू समक्ष पहुँच कायम गरेर लेबर मार्केटमा एउटा ब्रिजिङको काम गर्नलाई एउटा ठुलो स्टेक होल्डरको रूपमा स्थापित हुन सकिन्छ भन्ने। यस अझै कतिपय स्टेक होल्डरहरू रहेका छन् जसले लेबर मार्केटलाई ब्यालेन्स बनाउनलाई, स्टेबल बनाउनलाई, डाइनामिक बनाउनलाई रोल प्ले गरिराखेको अवस्था हुन्छ र तिनीहरूलाई पनि हामीले लेबर मार्केटमा जोड्न सक्यो भने नेपालको लेबर एन्ड इम्प्लोइमेन्ट सेक्टरलाई पक्कै पनि डाइनामिक बनाउन सकिन्छ। धन्यवाद। मैले अहिलेलाई यति नै राखेँ।